सिरिज टेस्टिङ ल्याम्प बनाउनका लागि सजिलो र सरल तरिका। नमस्कार, भिडियोमा स्वागत छ। आउनुहोस् सुरु गरौँ। भिडियोलाई अन्तिमसम्म हेर्नु। आवश्यकता अनुसार तार लामो छोटो बनाउन सकिन्छ, तर हामीले अहिले देखाउनलाई यति नै लामो तार बनाएका छौँ र तारको केही छेउ खुल्याएर होल्डर यसरी होल्डर जोड्ने, होल्डरमा कनेक्सन। यो भिडियो चाहिँ नर्मल्ली काम गर्न खोज्ने, सिक्न खोज्नेहरूका लागि हो है। राम्ररी हेर्नु होला, राम्ररी बुझ्नु होला, नबुझेसम्म काम स्टार्ट नगर्नु होला। यसरी होल्डरलाई प्रपरली जोडेर एकदम राम्ररी जोड्ने, ताकि पछि नबिग्रियोस्, काम गर्दा नफुत्कियोस् भनेर यसरी प्रपरली टाइट गर्ने र यसरी होल्डर राम्रो टाइट गरिसकेपछि अब यसरी रेडी हुन्छ। यसरी रेडी गरिसके पश्चात अब हाम्रो अर्को 2 पिन प्लगलाई चाहिँ यसरी खोलेर, नर्मल्ली त अब सबैलाई 2 पिन प्लग जोड्न आउँछ। जोड्दा चाहिँ भित्र सर्ट सर्किट नहुने तरिकाले भनौँ न, नटाँसिने तरिकाले जोड्नु होला। राम्ररी जोडेर यसरी टाइट गरेर जोड्ने। एउटा तार चाहिँ 2 पिनबाट डाइरेक्ट होल्डरमा दिने, अनि अर्को तारको टुक्रा चाहिँ 2 पिनबाट बिचमा निकाल्ने। अनि एउटा चाहिँ होल्डरबाट बिचमा निकालेर, अनि बिचमा चाहिँ तपाईँको लुप निकालेर सिरिज यसरी बन्छ। सिरिज यसरी बन्छ। इम्पोर्टेन्ट कुरा चाहिँ हाम्रो सिरिज बनाउँदा चाहिँ फेज लाइन चाहिँ डाइरेक्ट 2 पिनबाट बल्बमा पुर्याउनु होला, किनभने सुरक्षित हुन्छ। अनि न्युट्रलमा चाहिँ लुप बनाउनु होला। न्युट्रलमा चाहिँ लुप बनायो भने अलिक सुरक्षित जस्तो हुन्छ। यसरी लगभग हाम्रो रेडी भइसक्यो। हामी कन्टिन्युटी टेस्ट गर्दैछौँ। अब सिलिङ फ्यानको वाइन्डिङलाई पनि यसरी चेक गरेर देखाउँदैछौँ हामी। चेक गर्ने तरिका चाहिँ यसरी भिडियोमा देखाए जस्तै हो है। भिडियो कस्तो लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु होला है। हामी सुरुवात गर्दैछौँ, माया गरिदिनु होला। धन्यवाद।